हेलो साथीहरू सम्पूर्णमा नमस्कार। आज मैले एउटा नयाँ भिडियो मार्फत फेरि जोडिएको छु। म कोरियाको पार्कहरू कस्तो हुन्छ देखाउँछु तपाईँलाई है त। कोरियाको पार्क भनेको यस्तो सानो पार्कहरू जति पनि हुन्छ है त। हामी कोरियाको जतिसुकै ठाउँमा बसेका छौँ यस्ता पार्कहरू देख्न सक्छौँ। एकदम सठिकमा मैले भन्न खोजेको नेपालमा पनि यस्ता पार्कहरूको विकास गर्न सकिन्छ। जसरी यस्तो पार्कहरू देख्न सक्नुभयो भने यो एउटा सानो एरिया छ, यहाँनिर यो बजार हो र बजारको छेउतिर एउटा एरिया छ जुन एरियामा यसरी पौराणिक तरिकाको प्रतीक्षालय बनाएको छ र त्यसमा रनिङ गर्नको लागि हेर्नुहोस्, यहाँ रनिङ गर्नको लागि यसरी टक्क रनिङ गर्नको लागि बनाइदिएको छ। र त्यो साइडमा चाहिँ नोरी खङ्गन भनेको बच्चा बच्चीको लागि पार्क बनाइदिएको छ। नोरी खङ्गन भनेर यसरी खेल्नको लागि बच्चा बच्चीहरूलाई बनाइदिएको छ है त, नोरी खङ्गन बनाइदिएको छ। र त्यसै गरी हाम्रो यहाँको बुढापाका मान्छेहरूले चाहिँ एक्सर्साइज गर्नुहुन्छ र एक्सर्साइजका लागि यस्तो ठाउँहरू राखिदिनु भएको छ। थुप्रै छन् है त, यो त एउटा उदाहरण मात्रै हो। कोरियामा यस्ता पार्कहरू यति धेरै छन्। अनि यो सुन्दर हेर्नुहोस् त, यहाँको अहिले पातहरू झर्ने सिजन छ। कोरियामा एकदमै चिसो छ, अहिले पनि चिसो मौसम छ, बाहिर यति धेरै चिसो छ कि। अनि यहाँ लाइट हेर्नुहोस्, अनि छेउछाउका घरहरू बिचमा पार्क राखिदिएको छ। कति आनन्द लाग्छ नि होइन। रुखहरू पातहरू फुलेको बेला यहाँ सल्लोको पातहरू छ, अनि कस्तो राम्रो माहौल हुन्छ। अनि साँझतिरको मौसममा यति फ्रेस हुनलाई चिसो हावासँग प्रकृतिसँग आफूलाई साट्न खोज्नुहोस्। हस्त धन्यवाद। आजको भिडियो यति नै दिन चाहन्छु। नेपालमा पनि यस्ता पार्कहरू बनाउन चाहिँ सकिन्छ जस्तो लाग्छ है त मलाई।